उद्घोषकज्यू, कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा र कर्णाली प्रदेश उसु सङ्घको आयोजनामा प्रशिक्षक तथा निर्णायक पुनर्ताजगी तालिम 2083 जेठ 31 गतेदेखि 4 गतेसम्म भएको आज समापन कार्यक्रमका सभाध्यक्षज्यू र यसै गरी यस समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा देशमा आसीन कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिवज्यू र मञ्चमा आसीन विभिन्न विधाका विभिन्न प्रमुखज्यूहरू र सदस्यज्यूहरू अतिथिको रूपमा आसन ग्रहण गरिरहनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई मेरो तर्फबाट न्यानो नमस्कार र यस प्रशिक्षण तथा निर्णायक पुनर्ताजगी तालिममा विभिन्न जिल्लाबाट र यसै सुर्खेत जिल्लाबाट उपस्थित भई तालिम लिन सहभागी हुनुभएका निर्णायक तथा प्रशिक्षकज्यूहरू, यो पुनर्ताजगी तालिम कर्णाली प्रदेश खेलकुद विकास परिषदको गठन भएपछि मलाई लाग्छ छुट्टै समय भए तापनि यो एउटा खेलकुदको विकासको लागि सबै प्रायः खेलहरूलाई पुनर्ताजगी तालिम